रुखमुनि बसेको एउटा गुरु आकाशतिर हेरेर सोच्छन्, मेरो अपराध के हो भगवान, गरिबलाई पढाउनु नै पाप हो। न छ छाना न छ भित्तो न सरकारको साथ, तर उहाँको काखमा हुर्किए हजारौं सपनाका हात। 23 होइन 30 होइन 13 वर्ष रोएर बिते, विद्यार्थीको उज्यालोका लागि आफ्नो जीवन निभाएर दिए। पैसा कहिले मागेनन् न तलब न त सम्माना, खाली चाहन्थे एउटा कक्षा कोठा र बच्चाको मुस्कान। ढोका ढकढक्याए सरकारका हातमा सपना बोकेर, तर उत्तर आयो कठोर, हामीसँग छैन बजेट भनेर। हे नेपाल हरियो दिलो वर्ष निशुल्क शिक्षा दिने गुरु, आज किन नाथ जस्तै देखिन्छ। रुखमुनि पढाउने मान्छे देशको गहना होइन र, भवमा भत्काउँदा धम्की दिँदा हाम्रो मन किन काप्दैन र। आज उहाँको कक्षा भत्काइयो, सपनासँगै भुइँमा ढल्यो, बच्चाको किताब भिज्यो आँसुले, भविष्य चुपचाप रोयो। यो ठाउँ छोड भनेर कति धम्की आए, तर गुरुले भने ज्ञान छोडेर म कसरी जाउँ है। रुख माटो धुलो नै साक्षी उहाँको इमानदारीको, तर समाज चुपचाप हेर्दैछ एउटै देवता पीडामा परेको। ए ठरी ए मेरा नेपाली दाजुभाइ दिदी बहिनी, यदि आज यो गुरु ढले भने भोलि हाम्रो नै भविष्य ढल्नेछ नि। हे नेपाल अब तरो अब त बोल्न सिक चन्द्र भण्डारी जस्ता गुरुलाई एक्लै नछोड एकछिन त सोच्नी। सरकारले नदेखे पनि के हामी पनि अन्धा हौ, एउटा विद्यालय माग्नु के यति ठुलो अपराध हो। उहाँ अझै सपना देख्नुहुन्छ, थाकेका आँखामा उज्यालो, एउटा स्कुल बनोस् भन्छन् जहाँ गरिबले पाओस् भोलि। उहाँ चाहनुहुन्न महल न गाडी न धन, खाली चाहनुहुन्छ बच्चाको हातमा कलम। हामुच नेपाल आजै उठा, भोलि ढिलो नहोस्, एउटा इताउका हात आजै जोडिनु पर्छ। रुखमुनिको त्यो शिक्षा भवन भित्र सर्नै पर्छ, चन्द्र सरको सपना हाम्रो जिम्मेवारी बन्नै पर्छ। यदि आज पनि चुप बस्यौं भने इतिहासले सोध्नेछ, तिमीहरू कहाँ थियौ जब एउटा साँचो गुरु रोइरहेका थिए। चन्द्र भल्लरी एक व्यक्ति होइनन्, उहाँ हाम्रो